खबर अनि आज चाहिँ हामी हाइकिङ हिँडेको थियौँ र टक्क घरबाटै हिँड्नुपर्ने थियो तर एउटा अङ्कलले लिफ्ट दिनुभयो र थोरै माथिसम्म चाहिँ त्यो गाडीमा गयौँ र बाई बाई गरिदिउँ त्यहाँबाट अनि हामीले चाहिँ भ्यू हेर्दै हाइकिङ स्टार्ट गऱ्यौँ हाम्रो चाहिँ हाइकिङको जर्नी होइन अनि हामीलाई चाहिँ जानुपर्ने चाहिँ त्यो डाँडाको माथि थियो होइन माथि थियो अनि त्यसपछि त्यहाँबाट चाहिँ धेरै नै टाइम लाग्थ्यो अनि त्यही हो यहाँबाट चाहिँ यस्तो राम्रो राम्रो भ्यू देखिरहेको थियो त्यही क्याप्चर गऱ्यौँ अनि त्यसपछि चाहिँ हामीले दुईजना अङ्कलहरूलाई भेट्यौँ अनि त्यसपछि त्यहाँबाट चाहिँ रमाइलो गर्दै गयौँ के भयो अब यहाँबाट चाहिँ हजुरहरू आफै हेर्न सक्नुहुन्छ केही थाहा छैन थाहा नि किन थाहा नहुनु एकचोटि त लप पर्यो नि जमानामा छुट्यो के छुटोस् न लप त गर्ने हो नि केही थाहा छैन तपाईँको नि पर्यो जमानामा लप अहिले हो अहिले नि छ तपाईँको अहिले त भन्न मिल्दैन हो घरमा फेरि बुढीले हेर्नु हो नि त हो साता पुत्लो तपाईँहरू घरै उता हो कि के हो घरै हाम्रो ज्ञानेश्वर ज्ञानेश्वर हो ए सातो पुत्लो अहिले त सेक्युरिटी गार्ड छ नि त हाम्रो बाबुहरूको सेक्युरिटी गार्ड छैन 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 त्यसले गर्दाखेरि अब चाहिँ जो छ यसै खेल्ने के खेलो खेल्नु क्या ल खेल्ने क्या ल खेल्नु स्वागमा होइन त यतिको जोस चाहिँ चाहिन्छ यो उमेरमा यतिको जोस हो भने त अनि के होइन लिटी घुस्कीको अरे त्यो नाथे त्यही त चस्मा छ मेरो फाले बसेर पोथी करायो फाले बसेर पोथी करायो ड्याङ 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 रियल मजा त योभन्दा तल चाहिँ नखोल्नु है योभन्दा बढी नखोल्नु नखोल्नु खोल्नु खोल्नु त्यो कति छ नि होइन डराउने मान्छे यस्तो पैसा त कति कति झरो छैन त झरो छैन नि झरोस् न केही छैन हामी पैसा डराउने मान्छे पैसाले पुरिया मान्छे पो हुन्छ होइन यता राख्ने मान्छे हामी पैसा के भयो भने चाहियो भन्छ है एउटा साथी अनि गाडी लिएर आइज भने म त्यो गाडी लिएर पैसा लिन आउने भन्ठानेको रहेछ मेरो बाबा 2 बेला राख्छ पुग्छ भने खै भन्छ ल दिए मैले नपुगे फेरि लिन आइज फेरि आइज भने अनि त्यसले फोन गर्दैन अहिले ए 2 बोरा लियो अब त्यो 4 बोरा टोटल त कस्तो लोभी रहेछ त्यो न 4 बोरा भने चाहिन्छ भने आँट गर्नै सकेको छैन छैन यसलाई म 12 बजार 1 मा मागेको मात्रै उताने लाएर रोटे काफले जानु कि नजानु ए फकाउँछ काफले जानु कि नजानु लै 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 दिस इज व्हाट वी वान्ट के ओइच के यो तरिका कि यही हो त के हो केटा तिम्रो त्यही त तिमी यसरी घुम्दै जङ्गल तर्ने खोज्दै ओइच अनि बाले पनि त त्यही त गरेको थियो नि 18 वर्ष नत्र तेरीमा बाठा हुन्छ त्यतिर पैसा खर्च गरेर तिमीलाई चाहिने पढाइ लेखाइ गर भनेको तर्नु खोजे तरुनी चाहिँ पढाइभन्दा ठुलो रहेछ के बा त्यही बस्नु ट्रेक हिँड्या हो कि चुत्रो खान हिँड्या हो हामी चाहिँ हामी चाहिँ आइसक्यौँ होइन कहाँ हो यो चाहिँ थाहा छैन तर आउनु चाहिँ आइसक्यौँ अनि त्यही हो यहाँबाट भ्यू देखिन्छ कि भनेर हिँडिरहेको छौँ यहाँ अरू फुच्चाफुच्चीहरू रहेछ अनि यसो भ्यू हेर्नु यसो भ्यू हेर्नु जान्ला
सो हामी चाहिँ यस्तो तरिकाको पिच ठाउँमा आयौँ अब ओ यहाँ गियर गइस यस्तो ठाउँमा आयौँ होइन ओइ म घुम्ने हो यहाँ एकछिनभन्दा अघि म कहाँ थिएँ भन्दाखेरि यस्तो पिच टक्क चराहरू कराएको जङ्गलको बिचमा होइन एक्लै त्यो पनि अगाडि अगाडि कुद्दै गयो क्या मलाई एक्लै छोडेर होइन के छ छोडेर गयो होइन ठिकै छ त्यही नै हुन्छ अनि यहाँबाट यस्तो टर्निङ रहेछ होइन टर्निङको उतापट्टि चाहिँ पक्कै पनि त्यो बसेको त छैन त्यो नि अब हामी चाहिँ माथि हाम्रो डेस्टिनेसनमा पुगेर फोटो है त क्यामेरा यहीँबाट हो क्या यो पजेरो हो क्या ए एलसी रहेछ नि त दोस्त एलसी पाहाड यहाँबाट चाहिँ ट्रेकिङ रहेछ जस्तो है हामी चाहिँ आइसक्यौँ होइन मान्छे चाहिँ हुँदैन नि सोचेको थिएँ के अरे टन्नै रहेछ नि खतरा छैन त ठाउँ खतरा छैन त ठाउँ खतरा छैन खतरा मात्र हो र भने खतरा मात्र हो र त्योभन्दा के होइन सो हामी चाहिँ त्यहाँबाट फर्किसक्यौँ मतलब फर्किन लागिसक्यौँ होइन हामी त्यसपछि अनि यस्तो राम्रो भ्यू छ मतलब जङ्गलमा चाहिँ त्यो पानी परे मौसममा चाहिँ यस्तो राम्रो देखिन्छ अनि हामी माथितिर आउँदा चाहिँ त्यस्तै थियो अनि तलतिर झर्दा चाहिँ माथि टाइम स्पेन्ड गऱ्यौँ नि त 1-1.5 घन्टा अनि तलतिर झर्दा चाहिँ कस्तो घाम लागेर यस्तो देखिरहेको थियो तर पनि राम्रै देखिरहेको थियो होइन अनि त्यसपछि हामी चाहिँ बाटो नै पुरै बिर्सेर कहाँ गयौँ मोबाइललाई चार्ज पनि थिएन अनि त्यसपछि यस्तो ठाउँमा पुग्यौँ यहाँबाट चाहिँ पुरै काठमाडौँ भ्याली देखिने रहेछ त्यही आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई